र म कार्यक्रमलाई आज यस कार्यक्रममा आफ्नो सभापतिको हुनको लागि भदौरे आमा सबै तथा सोम तोजे गुरुङज्यूलाई पनि आफ्नो विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। शैली आदरणीय जनप्रतिनिधि समाजसेवी युवा नेता आफ्नो अतिथिको आसन गरिदिनुका साथ यो समाजप्रति अग्रसर रही सम्पूर्ण क्रियाकलापमा यो र यो भाव समितिका सदस्य सुनिता गुरुङ सदस्य रामजी गुरुङज्यूलाई र सदस्य मदन गुरुङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र भूमिदान अब पानीका जानकारी अध्यक्ष, यहाँ उपस्थित सम्पूर्ण आमाहरू, हामी सबैको आमा शालीन व्यक्तित्व आदरणीय भाउजू हितमाया गुरुङज्यू र आज यस कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका श्रद्धा अध्यक्ष युवा नेता भद्र र शालीन व्यक्तित्व प्रिय भाइ विष्णु कुमार केसीज्यू नबिसाउने एकदम युवा नेता प्रिय भाइ अञ्जल गुरुङज्यू र यसै गरी यसै वडाका जनप्रतिनिधि शालीन व्यक्तित्व एकदम सदैव हाम्रो साथ र हाम्रो दुःखमा एकदमै समर्पित भइरहने एकदम युवा नेता प्रिय विजय भाइ र आदरणीय भेना असबहादुर गुरुङज्यू यसै गरी यस संस्थाको लागि एकदम पहिलो प्राथमिकतामा रहेर काम गर्नुपर्ने त्यसमा हामीले आर्थिक परिचालन पनि बनाउन गरिरहेको छु र आजको यस कार्यक्रमका प्रमुख व्यक्तित्व प्रमुख अतिथिज्यूलाई सम्मान कार्यक्रम र विशिष्ट अतिथिज्यूलाई सम्मान कार्यक्रम रहेको हुँदा पनि भागवतले सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। विशिष्ट अतिथिज्यूले यस कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। आशा छ आजको दिनदेखि हाम्रो भगवान समाज भवन सधैँ विकासको लागि सधैँ उन्मुख रहनेछ र विकासको लागि लम्किरहनेछ र यसले भदौरे भित्रमा रहेका सम्पूर्ण जनजाति हाम्रो प्रमुख अतिथि सभापति विशिष्ट अतिथि विशेष अतिथि र अतिथिबाट आजको यस कार्यक्रम सनदबाट
गर्दा हामी एकदमै खुसी भएका छौँ। यसलाई कसरी संरक्षण गर्ने र यसलाई कसरी जोगाउने भन्ने कुरो हामी सबै मिलेर बताउनुपर्छ भन्ने कुरो सोचाइ हो। र सबैजनालाई धेरै धेरै धन्यवाद। र विशेष अतिथि हाम्रो आदरणीय विष्णुदाई र त्यस विशेष समाजसेवी पूजनीय कान्छा बाबालाई पनि एकदम नमन गर्दै नमस्ते, जय बदरी समाज। होमस्टे बौद्धिस्ट भवन समिति यो समाज भवन हाम्रो पसिनाको थोपा थोपाले मिलेर बनेको यो समाज हाम्रो मुटु जतिकै प्यारो छ। यो समाज अन्नपूर्ण हिम श्रृङ्खला फेवातालको शिव महान प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चासीको काखमा अवस्थित गण्डकी प्रदेश कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर 4 स्थित भदौरे गाउँमा यस गाउँमा बसोबास गर्ने गुरुङ जातिहरूको हरहित पहिचान, धर्म संस्कार, सांस्कृतिक कार्यक्रमहरू, पवित्र कार्यक्रमहरू सञ्चालन गर्नका लागि पर्यटन प्रबन्धन, घरवास तथा विभिन्न सामूहिक सामाजिक कार्यक्रम सम्पन्न गर्नका लागि मिति 2080 साल फागुन 15 गते यस गाउँको युवा क्लब, आमा समूहहरू, घरवास समितिको बैठक बसी सबैले समिति गरी अन्नपूर्ण 4 का वडा अध्यक्षज्यूको रोबारमा सम्बन्धित स्थानमा जम्मा भई विभिन्न स्थानमा कर्मथलो बनाई बसोबास गर्ने स्थानीय वासीहरू र संस्थाहरूबाट आर्थिक सहयोग सङ्कलन गरी बहुद्देश्य भवन निर्माण गर्ने निर्णय गरे। साथै उक्त कार्य सम्पन्न गर्नका लागि सोही बैठकमा सोही मितिमा हितमाया गुरुङको संयोजकतामा 11 सदस्य रहने गरी बहुद्देश्य भवन निर्माण समिति गठन गरिएको थियो। यसमा हामीले विगतका दिनहरूमा पनि समाज भवन बनाउनुपर्छ र समाज भवन बने पनि 20-25 वर्ष मात्र नभइकन 50 वर्षसम्म पछिको पिँढीले समाज भवन बनाउन नपर्ने स्थितिमा हामीले समाज भवन बनाउनुपर्छ भनेर हामीले गएको मितिभन्दा पनि अगाडि म भदौरे क्लबको अध्यक्ष हुँदाखेरि पनि हामीले यो समाजको लागि यो समाज भवन निर्माण गर्नुपर्छ भनेर हामीले विभिन्न गोष्ठी बैठकहरू राख्दै गऱ्यौँ। यसमा सान्दर्भिक रूपमा हामीले यो समाज घर निर्माणका लागि अगाडि बढाउन सकेन। त्यसकारण हामीले मिति 2080 साल फागुन 15 गते पूर्ण रूपमा स्वयं आफै घर घरमा पुगी सम्पूर्ण महानुभावहरूलाई यहाँसम्म उपस्थित गराउने बाटो प्रसिद्ध गरेर यो बैठक बसेको कुरा जानकारी गराउन चाहन्छु। यसमा समितिको नामहरू यस प्रकार, समितिका पदाधिकारीज्यूहरूको नामहरू यस प्रकार रहेको छ। अध्यक्ष हितमाया गुरुङ, उपाध्यक्ष अनिल कुमार गुरुङ, सचिव जीवन गुरुङ, कोषाध्यक्ष सर्विना गुरुङ, सहसचिव रूपेश गुरुङ, सदस्य विश्वास गुरुङ, सदस्य जगन्माया गुरुङ, सदस्य सुनिता गुरुङ क, सदस्य सुनिता गुरुङ ख, सदस्य अन्जु गुरुङ, सदस्य कल्पना गुरुङ रही 11 सदस्य रहेको छ। यसमा आर्थिक परिचालन कमिटीको उपसमिति पनि हामीले गठन गरेका थियौँ। त्यसमा संयोजक क्याप्टेन सुखबहादुर गुरुङ, उपसंयोजक हरिप्रसाद गुरुङ, सदस्य रामजी गुरुङ, सदस्य भिबहादुर गुरुङ, सदस्य मधु गुरुङ, सदस्य नरबहादुर गुरुङ, सदस्य सञ्जो गुरुङ र सदस्य बुद्धि सुब्बा गुरुङ रहे 8 सदस्य गठन गर्यौँ। त्यसकारण त्यस लगायतै सल्लाहकारहरूमा सल्लाहकार संयोजक आशबहादुर गुरुङ, उपसंयोजक मनबहादुर गुरुङ, सदस्य भिप्रसाद गुरुङ, सदस्य हिरलाल गुरुङ, सदस्य दिलबहादुर गुरुङ, सदस्य ताइकाजी गुरुङ र सदस्य देवी गुरुङ र सदस्य खगेन्द्र गुरुङ रहेको छ। र हामीलाई यो जगत दान दिने जगत दाताहरूको नामहरू यस प्रकार रहेको छ। सन्तमाया गुरुङ, हरिप्रसाद गुरुङ, हरिमाया गुरुङ, जगन सिंह गुरुङ, योग बहादुर गुरुङ र कृष्ण कुमारी गुरुङ र उहाँलाई हार्दिक धन्यवादका साथ उत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछौँ। र यसमा हामीलाई यो भदौरे आमा युवा तथा होमस्टे बहुद्देश्य भवन निर्माणार्थ हामीलाई विभिन्न सङ्घ संस्था, विभिन्न व्यक्तित्वज्यूहरू र विभिन्न मन्त्रधारी आदरणीय अग्रज्यूहरू सम्पूर्णले
तन मन वचनका साथ हामीलाई आर्थिक सहयोग गर्नुहुने व्यक्तित्वज्यूहरूलाई हार्दिक धन्यवाद दिँदै उहाँहरूले सहयोग गरिएको सहयोग रकम जम्मा हामीले रु 1,94,48,194 रुपियाँ हामीले प्राप्त गरेका छौँ। हामीले उठाएको रकम यसमा हामीले हालसम्ममा यो प्रतिवेदनमा जुन हाम्रो हिसाब किताबको खर्च विवरण त्यहाँ समावेश गरिएको छैन, त्यसको लागि क्षमा प्रार्थी छौँ। किनकि हामीलाई समयको पाबन्दीले गर्दाखेरि यो समुद्घाटन चाँडोभन्दा चाँडो यो नयाँ वर्षको उपलक्ष्यमा गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले छोटो समयमा यो जुन समाज घर हामीले ठेक्कामा जुन स्क्वायर फिटको हिसाबबाट चाहिँ हामीले ठेकेदारलाई ठेक्का दिएका थियौँ, त्यसको मूल्याङ्कन पनि भइ नसकेको कुरा जानकारी गराउँदै यसमा लगभग 1,71,00,000 समथिङ चाहिँ हामीले चाहिँ यो समाज घरमा खर्च भइसकेको लगभग 21-22 लाख रुपियाँ चाहिँ हामीसँग जम्मा भएको र फेरि त्यो पैसा चाहिँ तिरण तारण गर्नु बाँकी भएको कुरा पनि हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। र अन्तमा कार्यहरू यस प्रकार रहेका छन्। विभिन्न समयमा भेला बैठक राखी यही समितिलाई पूर्णता दिई दर्ता गरियो र विभिन्न संस्थाहरू व्यक्तिहरूसँग योजनामा चन्दा सङ्कलन गर्नुका साथै विभिन्न समयमा पूजापाठ गरी सुदृढ गरियो। अन्नपूर्ण 4 का वडा अध्यक्षद्वारा शिलान्यास गरियो र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको हातबाट भवनको समुद्घाटन गर्ने निर्णय गरियो। साथै भावी योजनाहरूमा हाम्रो यस समाज घरमा बसोबास गर्ने ठाउँहरू, पितृ कार्य, अर्घ जस्ता विवाह, वर्तमान, सेमिनार गोष्ठी र बैठक बस्ने भवन सम्पन्न भएको तर थप ठुलो बैठक हल, पार्किङ, कम्पाउन्ड, सडक, सिडी बाटो आदि योजनाहरू सम्पन्न गर्नका लागि सङ्घ, प्रदेश र पालिका र विदेशी संस्थाहरूसँग थप सहयोग माग गर्ने निर्णय गर्यो। यसमा अन्तमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, जग्गादाताहरू, चन्दादाताहरू, विभिन्न संस्थाहरू, उपस्थित महानुभावहरूलाई हृदयदेखि नै धन्यवादका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। साथै आउने दिनहरूमा संस्थाको दिगो विकासको लागि हजुरहरूको यस्तै साथ र सहयोगको अपेक्षा राख्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। आजको यो प्रतिवेदन यो छोटो रूपमा यहाँ प्रस्तुत गरिसकेको छु। यसमा अन्यथा नलिकन हजुरहरूले यसलाई मनन गरेर यसमा सल्लाह सुझाव र टिप्पणी पनि दिनु लागि पाल्नुभएका विभिन्न अग्रज व्यक्तित्वज्यूहरूलाई म अशोक गुरुङ र सम्पूर्ण बाँसकट्टा तमु समाजको तर्फदेखि यहाँहरूलाई हार्दिक नमन तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथसाथै आज 2083 नयाँ वर्षको यहाँहरू सम्पूर्णलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र यहाँ सरसर्ती हेर्दाखेरि हाम्रो चन्दादाताहरू 100 धेरैजना हुनुहुन्छ। उहाँहरूलाई आज सम्मान गर्ने कार्यक्रम छ। सँगसँगै यस भवनको हाम्रो प्रमुख अतिथिबाट उद्घाटन गर्ने कार्यक्रम पनि भएको हुँदाखेरि मैले समयलाई धेरै लिन चाहिनँ। र एउटा पहिचान भनेको हामी समुदायमा बस्ने रुचाउने, नाच्न गाउन रुचाउने र त्यही भएको हुँदाखेरि यो हाम्रो यो समाज घर पनि हाम्रो गुरुङहरूको एउटा पहिचान हो। त्यसैले आज यति हर्ष उल्लासका साथ यो समाज घर उद्घाटन हुँदैछ। अब यसलाई बढाउने, फलाउने र यस क्षेत्रलाई अझै तमुवाहरूको बारेमा चिन्तन गर्ने र हामी तमुवाहरूलाई अगाडि बढाउनको लागि निश्चय पनि ठुलो भूमिका खेल्नेछ भन्ने मैले अग्रिम यहाँलाई बधाई अथवा शुभकामना पनि दिन चाहन्छु। आइरहँदा र मलाई 20 शब्द बोल्न दिन पाउँदा म अति नै गर्वित छु। किनकि समाज भनेको हामी सबैको एउटै थलोमा बसेर
आफ्नो हातेमा नगर्ने ठाउँ हो र यो समाजले के दिन्छ र समाजले के दिन्छ भन्ने होइन कि समाजलाई हामीले के दिनुपर्छ भन्ने सोचका साथ अगाडि बढाउन सक्यौँ भने पक्कै पनि हामी अगाडि बढ्न सक्छौँ र जसले यो समाजलाई योगदान पुर्याउनु भएको छ, जसले यो समाजलाई आफ्नो जमिन दिएर सहयोग गर्नुभएको छ, सम्पूर्ण सहयोगीदाताहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। किनकि जगतदाता यस्तो हो जसले हामी सबैलाई एकै ठाउँमा जोडेर आज यो ठाउँमा मञ्चमा उभिने वातावरण बनाउनु भयो, त्यसको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो समाज भनेको एउटा संस्कार, संस्कृति, पहिचानसित जोडेको चिज हो। त्यो व्यक्तिमा पनि सक्छ र त्यो फुललाई हामी सबै मिलेर जोगाउन सक्यौँ भने त्यो फुल पयालो हुँदै फुलिन सक्छ। यद्यपि त्यो फुल झर्दै गर्दा पनि हामीले त्यो फुल टिपेर भने त्यसले त्यो फुललाई मजबुत गर्ने काम गर्छ। त्यसर्थ हामी सबै समाज मिलेर अगाडि बढ्न सक्यौँ भने पक्कै पनि हामी सामाजिक बन्न सक्छौँ। र आज यो फुल यो भदौरे समाजले दिएको छ, किनकि आज हामी सपनामा होइन विपनामा छौँ र हामीले हिजो हाम्रो पुस्ताले सपना देख्दै गर्दा, सपनामा हिँड्दै गर्दा आज त्यो सपना पुरा गरिरहेका छौँ र कतिपय पुस्तकहरूले यो सपना देख्दै गर्दा उहाँहरू स्वर्गमा हुनुभएको छ। म उहाँप्रति सत्य सम्मान व्यक्त गर्न चाहन्छु। र हामीलाई एउटा सहयोग आएको छ। उक्त सहयोग जुन सिर्जना युवा तथा आमा परिवार अन्नपूर्ण 4 तालिमल्यान्ड कास्कीबाट हामीलाई रु 55,555 रुपियाँ यो समाज घर निर्माणमा सहयोग गर्नुभएको छ। उहाँलाई हृदयदेखि मेरो व्यक्तिगत तर्फबाट र यो समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै संस्थाको उत्तर प्रगतिको कामना व्यक्त गर्दै उक्त रकम हस्तान्तरण गरिदिनका लागि सृजना युवा तथा आमा समूहका अध्यक्षज्यूहरू र हाम्रा यसै समाजका अध्यक्ष र कोष अध्यक्षलाई उक्त रकम हस्तान्तरण र ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्छु। भर्खरै पनि यो हाम्रो समाजहरूको अफिस व्यवस्थापनको लागि लगभग 7 देखि 10 लाख भित्रको सामग्री पनि प्रदान गर्नुभएको छ। उहाँ अन्नपूर्ण गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद सहित हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। साथै भदौरे आमा समूहले समाज घर निर्माणार्थ रु 6,55,555 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँहरूप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै हार्दिक सम्मान व्यक्त गर्दै उत्तर प्रगतिको व्यवस्थाको निमित्त जुन व्यवस्थापन गर्नुभएको छ उहाँको रकम रहेको छ रु 6,25,000 रुपियाँ। उहाँलाई हाम्रो समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको सुस्वास्थ्यको कामना व्यक्त गर्न चाहन्छु। जोरदार तालीले स्वागत गरिदिनु होला। सन्त कुमारी गुरुङ, भदौरे डाँडाटोल, हल हङकङ। त्यस्तै गरी सोम तर्जु गुरुङ, पन्छरा टोल, पोखरा भएका हाल युके आदरणीय मानव उहाँले यस समाज घरमा यो अहिले कार्यक्रम सञ्चालन भइरहेको यो क्लास रु 6,12,000 सुसम्पन्न गरिदिनु भएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँको उज्जवल भविष्यको कामना गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु। साथै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट पनि हामीले 5 लाख रुपियाँ प्रदान गर्नुभएको छ। त्यसले हामीले यो माथिल्लो तलमा चाहिँ जुन ट्रस्ट निर्माण गरेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट 5 लाख रुपियाँ है, उहाँप्रति मन्त्रालयप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै भदौरे क्लब रु 4,10,000 भदौरे क्लबले यस भदौरे समाज घर निर्माणार्थ रु 4,10,000 रुपियाँ सहयोग गर्नुभएको छ। भदौरे क्लबप्रति पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै क्लबको उज्जवल भविष्यको कामना गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी
स्मृतिमा आदरणीय फुलले यस समाज घर निर्माणार्थ रु 3 लाख रुपियाँ सहयोग गर्नुभएको छ। उहाँप्रति हार्दिक धन्यवाद अधिक कृतज्ञता व्यक्त गरौँ। भदौरे मास्टर उहाँले यो समाज घर निर्माणार्थ रु 3,05,000 रुपियाँ सहयोग गर्नुभएको छ। उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु र मित्र लिन आयोजनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। लोकबहादुर गुरुङ झारकोट हाल लामाचौर निवासी श्री रेशम बुढाथोकी बुढानगर उहाँको चाहिँ मनुष्य निर्माण सेवा भनिन्छ। उहाँ यस समाज घरको ठेकदार पनि हुनुहुन्छ र उहाँले पनि यस भदौरे समाज घर निर्माणार्थ रु 2,11,111 रुपियाँ सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद साथ कृतज्ञता व्यक्त गर्दै उज्जवल भविष्यको कामना गर्न चाहन्छु। त्यस्तै गरी भदौरे झारकोट हाल पोखरा निवासी तपाईँ श्री राजकुमार गुरुङज्यू आदरणीय राजकुमार गुरुङज्यूले यो समाज घर निर्माणार्थ रु 2,11,111 रुपियाँ प्रदान गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै कृतज्ञता व्यक्त गर्दै उज्जवल भविष्यको कामना सहित हार्दिक सम्मान पत्र प्रदान गरिएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कृपया जोरदार तालीले सहयोग गर्नु होला। भदौरे गैराघर हाल काजी पोखरी निवासी तपाईँ श्री आदरणीय मन्त्री मनसुबा गुरुङज्यूले यस समाज घर निर्माणार्थ रु 2,10,000 रुपियाँ प्रदान गर्नुभएको छ। हजुरप्रति हार्दिक उच्च सम्मान गर्दै यहाँको सुख शान्ति र समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित यस सम्मान पत्र प्रदान गरिएको छ। आदरणीय हजुरप्रति हार्दिक धन्यवाद दिन चाहन्छु र आफ्नो सम्मान पत्र लिन आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मनसुबा गुरुङ त्यस्तै गरी भदौरे श्रीरामटोल हाल 0 किलोमिटर निवासी आदरणीय दाई श्री शमशेर गुरुङज्यूले यस समाज घर निर्माणार्थ रु 2,05,555 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँको उच्च सम्मान गर्दै उहाँको उज्जवल भविष्यको कामना गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। आफ्नो सम्मान लिन आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। शमशेर गुरुङ झारकोट हाल नयाँ गली निवासी आदरणीय बाजे नायक भीमबहादुर गुरुङज्यूले पनि उच्च सम्मान गर्दै यहाँ लगायत यहाँको सपरिवार सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र यो सम्मान पत्र प्रदान गर्न चाहन्छु। कृपया सम्मान पत्र लिन आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी भदौरे पञ्चरा पाटलेको निवासी आदरणीय मामा नायक प्रेम बहादुर गुरुङज्यूले यो भदौरे समाज घर निर्माणार्थ रु 2,01,100 रुपियाँ प्रदान गर्नुभएकोमा आफ्नो सम्मान पत्र उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै
उच्च सम्मान गर्दै आफ्नो सम्मान पत्र लिन आइदिनुको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। 5,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दै उज्जवल भविष्यको कामना सहित आफ्नो सम्मान पत्र लिन आइदिनुको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। रिठोपानी निवासी सह क्याप्टेन नरकाजी गुरुङको स्मृतिमा श्रीमती कमल कुमारी गुरुङज्यूबाट रु 2,01,000 रुपियाँ यस समाजघर निर्माण हार्दिक कृतज्ञता व्यक्त गर्दै आफ्नो सम्मान लिन आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रु 2,01,000 रुपियाँ सहयोग गर्नुभएकोमा आफ्नो सम्मान पत्र लिन आइदिनुको लागि म हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको उज्जवल भविष्य र उत्तरोत्तर प्रगतिको र हार्दिक अनुरोध उत्तरोत्तर प्रगतिको हार्दिक अनुरोध गर्न चाहन्छु र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। वीरबहादुर गुरुङ तामाटोल वीरबहादुर गुरुङ श्रीरामटोल त्यस्तै गरी सन्तबहादुर गुरुङज्यू आर्थिक सहयोग रु 2,05,05 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दै उज्जवल भविष्यको कामना सहित यो सम्मान पत्र प्रदान गरेको छ। कृपया आफ्नो सम्मान पत्र ग्रहण गर्नको लागि आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। भदौरे डाँडाटोल डाँडाटोल निवासी तपाईँ श्री होम बहादुर गुरुङज्यू आदरणीय दादा होम बहादुर गुरुङज्यूलाई जियो समाजघर निर्माणार्थ रु 2,00,000 सहयोग गर्नुभएकोमा हार्दिक हार्दिक धन्यवाद सहित हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। आदरणीय दाजुले यो सम्मान पत्र ग्रहण गर्न आइदिनु चाहन्छु। सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको नेतृत्व गर्दा उहाँको बुहारी आदरणीय भाउजूले सम्मान पत्र लिन आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। श्री मनसुबा गुरुङको प्रतिनिधित्व गरेर आदरणीय भाउजू जोरदार तालीले स्वागत गरिदिनु। हजुरहरूप्रति हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी धम्पुस हाल नयाँ बजार निवासी आदरणीय मधेश्री प्रेमसुबा गुरुङ मुनिसियो बजे उहाँले रु 1,25,000 रुपियाँ समाजघर निर्माणार्थ रु 1,25,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै हृदयदेखि धन्यवाद दिँदै उज्जवल भविष्यको कामना गर्न चाहन्छु। आफ्नो सम्मान पत्र लिन आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु आदरणीय बजेप्रति। भदौरे मास्टर हाल बैदम निवासी श्री नायक नीलप्रसाद गुरुङज्यू आदरणीय नीलप्रसाद गुरुङज्यू रु 1,11,111 रुपियाँ सहयोग प्रदान। त्यस्तै गरी भदौरे पञ्चरा हालदीप निवासी आदरणीय मामा सुखबहादुर गुरुङज्यूले रु 1,05,055 रुपियाँ सहयोग गर्नुभएकोमा उहाँप्रति हार्दिक हार्दिक कृतज्ञता धन्यवाद व्यक्त गर्दै आफ्नो सम्मान ग्रहण गर्न आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भदौरे झारकोट हाल कोडिया निवासी स्वर्गीय बाबा बिनबहादुर आमा चित्रकुमारी गुरुङको स्मृतिमा छोरा किशन गुरुङज्यूले आर्थिक सहयोग 1,05,000 रुपियाँ प्रदान गर्नुभएकोमा
उहाँहरूको उज्जवल भविष्य र उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो सम्मान पत्र लिन आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी भदौरे मास्टर निवासी स्वर्गीय बाबा सुब्रत गुरुङ र आमा गुरुमाया गुरुङको स्मृतिमा 3 छोराहरूबाट आर्थिक सहयोग स्वरूप रु 1,05,000 रुपैयाँ प्रदान गर्नुभएकोमा उहाँको सहयोगको उच्च सम्मान गर्दै आफ्नो सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भीमप्रसाद पुसाई र निरप्रसाद पुसाई अलिक नचलेको कारणले गर्दाखेरि अलि हुन त फेरि नेट बन्द गर्न भन्न त मिलेन, तर हजुरहरूले नै बुझिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु है। गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र सम्मान लिन आइदिनुको लागि चाहन्छु। एकदम जग्गा प्रदान गरी पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै यहाँ लगायत यहाँको परिवारमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। श्री योग बहादुर गुरुङज्यू धेरै आभार व्यक्त गर्न चाहन्छु। यहाँ लगायत यहाँको सपरिवार सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान प्रदान गरिएको छ। सबै मिलेर जानुपर्छ। 55,555 रुपियाँ यो समाज घर निर्माणमा सहयोग गर्नुभएको छ। उहाँलाई हृदयदेखि समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै उक्त रकम हस्तान्तरण यो समाज घर राम्रो ढङ्गबाट सुसम्पन्न होस् भन्ने हेतुले सृजना आमा समूह तथा युवा परिवारको तर्फबाट हामीलाई रु 55,555 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। क्रमबद्ध रूपमा अब हामीलाई सहयोग दिनुहुने सहयोगी मनहरूको अफिस व्यवस्थापनको लागि लगभग 7 प्रदान गर्नुभएको प्रति हार्दिक उत्तरोत्तर प्रगतिको कामना गर्दै मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। रुपियाँ सहयोग गर्नुभएको छ, उहाँको पनि जोरदार तालीले सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद दिन चाहन्छु। गुरुङज्यू त्यस्तै गरी प्रदान गरिएको छ, उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। भदौरे गएका घर चाहन्छु र आफ्नो सम्मान पत्र लिन आइदिनको लागि मनसुबा गुरुङ। श्री भदौरे मोर्चा सेलिब्रेटी आर्थिक स्वरूप रु 200 सम्मान पत्र प्रदान गर्न चाहन्छु। कृपया सम्मान आफ्नो सम्मान पत्र उहाँप्रति भन्सारा गुरुङको स्मृतिमा अधिक कृतज्ञता व्यक्त गर्दै उत्तरले बन्तला हाल गैरीफेट निवासी निर्माणार्थ रु 2 भदौरे डाँडा गाजी गुरुङको स्मृतिमा श्रीमती दमर कुमारी गुरुङज्यूबाट लिन आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको उज्जवल भविष्य र उत्तरोत्तर प्रगति चाहन्छु र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। वीरबहादुर गुरुङ प्रगतिको कामना गर्न चाहन्छु। 505 रुपियाँ सहयोग गर्नुभएको छ, उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै हार्दिक भदौरे पाखरको हाल नयाँ गल्ली निवासी हुनुहुन्छ आदरणीय शिवदेवी गुरुङ सहयोग गर्नुभएको छ, उहाँप्रति सहयोगको उच्च सम्मान गर्दै
हाल पोखरा शोरूमले 1,55,555 रुपैयाँ सहयोग गर्नुभएको छ। साथै उहाँले आयोजन हुनको लागि विष्णु कुमारीको छोरा जोरदार तालीले सहयोग गर्नु होला। आदरणीय बाजे सुनबहादुर गुरुङ उहाँले 1,55,555 रुपैयाँ साथै 51 थान कमल र 35 थान सिरानी प्रदान जुन 48,000 बराबरको जुन जिन्सको सामान प्रदान गर्नुभएको छ। उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। साथै भगवती पाखरतोल हाल अमेरिका निवासी आदरणीय बाजे श्री टिक बहादुर गुरुङ कमिटीका संयोजक हुनुहुन्छ। आदरणीय बाजेप्रति हार्दिक आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी हाल युके निवासी आदरणीय भाइजू धम्पुस हाल नयाँ बजार आदरणीय लेगे सेलिब्रेटी का प्रमुख व्यक्तिज्यूहरू आफ्नो सम्मान का अध्यक्ष लगायत उहाँका सम्पूर्ण व्यक्तिहरू दिन चाहन्छु। बाँसखरको जलजल तानसिंह मौर्य धोजे सेलिब्रेटी यस भदौरे समाज भवन निर्माणार्थ रु 1,21,111 रुपैयाँ सहयोग प्रदान गर्नुभएकोमा उहाँहरूको उच्च सम्मान गर्दै चेलीबेटीको परिवारमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। उक्त सम्मान पत्र ग्रहण गर्न आयोजन गर्नको लागि हामी हार्दिक सम्मान पत्र प्रदान गरिएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आफ्नो सम्मान पत्र लिन आयोजन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सहयोग गर्नुभएकोमा आफ्नो उज्जवल भविष्यको कामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। त्यसै गरी कृपया हाम्रो बाजे बहादुर गुरुङज्यू पुसाइ रु 1,01,115 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँको उच्च सम्मान गर्दै यो सम्मान गुरुङज्यूले यस सम्मान गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। उक्त सम्मान कृतज्ञता सहित हार्दिक धन्यवाद व्यक्त गर्न पत्र लिन आयोजन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नो सम्मान भदौरे हाल बैदान आदरणीय बाजे नायक श्री देवबहादुर गुरुङज्यू रु 1,01,000 रुपैयाँ जुन सहयोग गर्नुभएको छ। उहाँप्रति हार्दिक आभार हाल काठमाडौँ निवासी 1,01,111 रुपैयाँ आदरणीय मानव सुखबहादुर गुरुङज्यूले रु 1,00,000 प्रदान गर्नुभएकोमा उहाँहरूको उज्जवल भविष्य र उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो सम्मान पत्र लिन आयोजन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी सुखबहादुर गुरुङ र बेलमाया गुरुङको स्मृतिमा खाने गर्ने ठिक छ। छोरा तेजबहादुर गुरुङ र बुहारी रामबिहारी गुरुङ र भदौरे देउराली निवासी श्री असबहादुर गुरुङ। त्यसै गरी भदौरे झारकोट तल खाना पनि खाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। भदौरे झारकोट डाँडापुर निवासी आदरणीय 1,01,500 भदौरे शिरबारा हाल देउराली आदरणीय बाजे बेलबहादुर त्यसतर्फबाट व्यक्तिगत तर्फबाट श्री कर्णेल
आदरणीय मानव कन्या लाल बहादुर गुरुङज्यूले रु 1,01,088 रुपैयाँ स्वयं प्रदान गर्नुभएकोमा उहाँप्रति हार्दिक भदर झारको नायक मंगल सिंह गुरुङ ज्यूले समाजघर निर्माणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अन्जु सन्तबहादुर गुरुङज्यू आदरणीय उहाँले रु 1,00,000 डेभिड फन्ड यहाँ प्रदान गर्नु बगर माया गुरुङ त्यस्तै गरी भवानी झारकोट हाल डाँडाटोल निवासी तपाईँ श्री पूर्णबहादुर गुरुङज्यू भदरे फुलखोल निवासी आदरणीय मन्त्री श्री गुरुङज्यूले रु 1,00,000 उज्जवल भविष्यको कामना सहित हजुरलाई यो सम्मान पत्र ग्रहण गर्न आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। परिवारबाट 1,01,150 रुपैयाँ फुबो काइली फुबो त्यसै गरी भदरे मास्टर निवासी आदरणीय डाक्टर श्री लक्ष्मी सुब्बा गुरुङज्यू उहाँले समाजघर निर्माणमा रु 1,01,05 रुपियाँ सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै उच्च सम्मानगतै आफ्नो सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी भदरे उहाँको सम्मान पत्र ग्रहण गर्नको लागि आफ्नो सम्मान भदरे अर्जुन गुरुङज्यू उहाँले नायका सुब्बा दाता आर्थिक सहयोग स्वरूप रु 1,00,000 रुपियाँ सहयोग प्रदान गर्नुभएकोमा हार्दिक अनुरोध हार्दिक धन्यवाद र हाम्रो सांस्कृतिक कार्यक्रमका साथीहरू धेरै धन्यवाद दिन चाहन्छु। ओके रिप्ले गर्ने खाना खाने सम्पूर्ण गाउँवासीलाई खाना कतै नपाइकन घर नपाइकन यही खाना आइदिन लागि हजुरहरू लागि म हजुरहरू
ग्रहण गर्नको लागि यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु। यसै गरी भदौरे डाँडा हल्पोखरा निवासी आदरणीय माइजू चित्र कुमारी गुरुङज्यू उहाँले पनि यस ग्रहण गर्नको लागि प्रशंसा पत्र प्रदान गर्न आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी ओम बहादुर गुरुङज्यू उहाँले पनि हार्दिक आभार व्यक्त गर्दै आफ्नो प्रशंसा पत्र ग्रहण गर्न आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी सुकुन गुरुङज्यू दान कार्यक्रमलाई निरन्तरताको निवासी सम्मानित व्यक्ति विशिष्ट व्यक्ति विष्णु आजको प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण आज उपस्थित भएको मेरो सैन्य अनुसारको सेवा ढोक शुभाशीर्वाद नमस्कार अनि छ्याजा आज मलाई एकदम गौरवको फिल हुन्छ। किनभनेदेखि यो गाउँमा यस्तो हुने भने हामीले सबैले चिनाएको थियौँ। यो सब गाउँलेको यो टिमवर्क हो, यो एकजनाले गरेर हुनेवाला छैन। र यसमा हजुरको जुन अब हामी पर्वमा बसे पनि हामीले हेरीमा अब के सक्दैन, तर पनि यो गाउँको मान्छेले यति साह्रो मेहनत गरेर आज यस्तो भवन चाहिँ यो गाउँमा देख्दाखेरि मलाई एकदम आइम रियली प्राउड हो, एकदम खुसी छु। अनि भन्ने कुराहरू धेरै थियो अब किन अब समयको प्रब्लमले गर्दा अब यो बाणी थुप्रै छ। यसमा पनि अब न्यु इयर होला, आज मान्ने आफ्नो प्रोग्राम होला, त्यसमा चाहिँ मैले चाहिँ सानो हजुरको समय लिएँ, यसमा गाह्रो नमानिदिनुहोस्। र भाषा वेशभूषा मिलाएको मैले 2005 युकेरी यी तमुमै आफ्नो घोषै स्वास्थ्य संस्कृति जोगाउन लक्ष्यमाथि 5 पेउसँग भई सुरु लगा तिया युकेरी नि नाउली मेम्बर 1100 जना छ। अहिले नि रोसा कि छु त्यो छ्याबा आछ्याबा के रोसा यो पनि ठुलो घर छ गर्दाखेरि नगरी नहुँदो रहेछ। त्यो ठाउँमा पहिला कस्तो थियो, अहिले आएर हाम्रो गुरुङ ड्रेस यहाँभन्दा राम्रो लाउँछ विदेशमा। गरेको छ उक्त प्रशंसा पत्र ग्रहण गर्न आइदिनुको लागि लिएर गुरुङ जिल्लामा हार्दिक अनुरोध। उत्तर प्रगतिको कामना छ। बाजेको सम्मान पत्र गणेश गुरुङ सुभाष गुरुङ जो आज पनि 20,000 रुपियाँ सहयोग प्रदान गर्नुभएमा आभार व्यक्त गर्दै तन मन वचन आइदिनुको लागि हार्दिक सबै काम हामी त्यसरी गर्छौँ। त्यसपछि अलिकति बढाएर टेन्डर बढाएर हामीले निकाल्यौँ, तर 50 लाखमा आइपुगेन। पालिका थप्न पनि सिद्ध थियो। अहिले वडाध्यक्षसँग के वर्ष सल्लाह गरियो, त्यो 50 लाखले त
त्यसलाई मात्रै छान्नु भयो भाइ दाइ भनेर भाइले भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि धन्य 63 कि 65 लाख 65 होला 63 लाख 63 लाख त त्यहाँ आएकै छ। अनि त्यसपछि फेरि सल्लाह गरियो यो बहुवर्षीमा जाने भएको हुनाले पनि काम गर्दै जाउँ, अप्रोच कति हुन्छ पुरा गरौँला। फेरि हामी त्यही बसेर सल्लाह गऱ्यौँ। यसो हिसाब गर्दा धन्य 20 लाख रुपियाँ पुग्दो रहेछ। त्यो 20 लाख रुपियाँ पनि गाउँपालिकाले हालेर भए पनि हामी पुरा गर्छौँ भनेर हामी भनेका छौँ। सपना देख्नु भएको छ जे हाम्रो भाइ छोराहरू यहाँ त्यसो हामी पुरा गर्छौँ भने उपभोक्ता समितिलाई चिन्ता छ, त्यति चिन्ता यिनीहरूलाई छ। बहादुर गुरुङजीले पनि रु 25,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँप्रति पनि हामी यस्तै भदौरे पञ्चला हाल घारीबाट निवासी श्री खुसीमान गुरुङजीले पनि रु 25 सम्मान व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्दै यो प्रशंसापत्र ग्रहण गर्नका लागि हजुरलाई यस मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। आफै पञ्चकुमारी गुरुङज्यूले यस समाज निर्माण सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित यो प्रशंसा पत्र प्रदान गरिएको छ। उक्त प्रशंसा पत्र 20,100 रुपियाँ सहयोग गर्नुभएकोमा त्यसै गरी उहाँले पनि सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित प्रशंसा पत्र प्रदान गरेको छ। लगायत यहाँको सक्रिय सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित यो प्रशंसा पत्र प्रदान गरेको छ। उक्त ग्रहण आयोजनाका लागि रु 51,111 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै कृतज्ञता व्यक्त गर्दै आफ्नो त्यसै गरी भटौरे देउराली निवासी श्री टाइगरजी गुरुङज्यूले पनि रु 50,555 रुपियाँ सहयोग गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार। यो समाजको ढिको विकासको लागि पुनः हजुरहरूले पनि हामीसँग साथ र सहयोग सहित हजुरहरूले हातेमालो गर्नुहुनेछ, प्रतिबद्धता दिनुहुनेछ भन्ने पूर्ण आशा गर्न चाहन्छु। र मैले आज यो कार्यक्रम मात्र नभइकन यो भदौरे आमा युवा होमस्टे तथा बहुउद्देश्य भवनको सचिव पदमा रहेर हरेक क्षेत्रबाट काम गर्दै आउँदाखेरि कुनै त्रुटिहरू हुन सक्छ। उक्त त्रुटिहरूमा हजुरहरूले आफ्नै छोरा, आफ्नै भाइ, आफ्नै दाइ सम्झेर चाहिँ क्षमा गरिदिनुहुन्छ भने मलाई पूर्ण आशा लागेको छ। त्यसको लागि पनि हामी हार्दिक धन्यवाद, त्यसको लागि पनि म क्षमा प्रार्थी छौँ। त्यस सँगसँगै अब हाम्रो यो समाज घर पूर्ण रूपले बनिसकेको छ। त्यसकारण उक्त समाजहरूको जुन खर्च सार्वजनिक चाहिँ हामी पूर्णत रूपमा चाहिँ साधारण सभामा गर्नेछौँ। त्यस सँगसँगै अब केही समयमा हाम्रो यो पछाडिको जुन हल बनाउने क्रिया गर्छ त्यो हलको चाहिँ टेन्डरमा गइसकेको छ। टेन्डर प्राप्त भइसकेपछि त्यो हल कार्य पनि सुरुवात हुन्छ। त्यसमा पनि हजुरहरूले यहाँको जनसमुदायले पनि त्यसरी नै हिजोको दिनमा जसरी हामीलाई साथ र सपोर्ट दिनुभएको थियो त्यसरी नै साथ र सपोर्ट दिनुहुनेछ भन्ने पूर्ण आशाका साथ मैले कार्यक्रम सञ्चालन गर्दा कुनै गल्ती भए क्षमा माग्दै आउने दिनहरूमा हजुरहरूको हरेक क्रियाकलापमा पनि म साथ र सपोर्ट दिनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन चाहन्छु। र आजको यस कार्यक्रमलाई यहीँ समापन गरिदिनु भन्नको लागि र आफ्नो भनाइहरूसहित कार्यक्रमलाई समापन गरिदिनु भन्नको लागि हाम्रा आजका कार्यक्रमका सल्लाह अध्यक्ष आदरणीय माइली हितनाथ गुरुङज्यूलाई यस मञ्चमा आमन्त्रण गर्दै म पनि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय भदौरे समाज, जय दौली। कुशल कार्यक्रम सञ्चालकज्यू, आजको यस भदौरे आमा युवा तथा होमस्टे बहुउद्देश्य समाज भवनको हामी समुद्घाटन कार्यक्रममा उपस्थित भएका छौँ। आजको दिन एकदम हर्षोल्लासमय वातावरणमा हामीले यस समाज भवन उद्घाटन गर्ने हामीले मौका पाएका छौँ। र त्यसमा पनि आज 2083 साल नववर्षको दिन पनि परेको हुँदा सम्पूर्णलाई 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। योगदान दिनुभएको जग्गादाताज्यूहरू र सम्पूर्ण आर्थिक चन्दादाताज्यूहरू र
आफ्नो माइतीलाई धेरै धेरै माया गरेर आफ्नो माइतीको लागि धेरै आर्थिक सहयोग गर्नुहुने प्रिय आदरणीय चेली व्यक्तिहरू, साथै हामीले हाम्रो सामु विशिष्ट अतिथि तमु टेलिभिजन युकेका निवर्तमान अध्यक्ष सोम ध्वजी तमुलाई पाएका थियौँ, तर उहाँ समयको बावजुदबाट उहाँ चाहिँ जानुभयो र हाम्रो निमन्त्रणा स्वीकार गरेर तपाईँहरू यहाँसम्म आउनुभएकोमा हाम्रो समितिबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हामीले यो भवन निर्माण गरिसक्दासम्म हाम्रो भदरे गाउँमा दिवंगत हुनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। उहाँहरूलाई स्वर्गमा बास होस्, उहाँको आत्माले शान्ति बास भन्न चाहन्छौँ र यस भवन बनाइ निर्माण भइसकेसम्म हाम्रो कार्य समितिलाई सम्पूर्ण समितिले अहोरात्र खटेर यो समाज निर्माण भइसक्दा मलाई एकदम खुसी लागेको छ। यहाँहरूले एकदम साथ र सपोर्ट पाएर नै हामीले यो सम्पन्न गर्न सकेका हौँ र हामी एकदम भाग्यमानी छौँ, किनभने हामीले हाम्रो वडामा हाम्रो एकदम जुझारु नेताहरू समृद्धिमा लम्काउने हाम्रो नेताजीहरू आदरणीय विष्णुबहादुर केसीज्यू हामीले गाउँपालिका अध्यक्ष हाम्रै वडाको हुनुभएको छ, साथै हाम्रो ऐन्दर गुरुज्यू एकदम सक्रिय उहाँहरूले गर्दाखेरि नै यो हाम्रो भवनमा ठुलो चाहिँ हामीले योगदान पाएका छौँ। अझै पनि उहाँहरू चाहिँ हामी चाहिँ आशा गर्ने हो, उहाँहरूप्रति अझै पनि आशा राख्छौँ। हाम्रो उतापट्टि भवन बन्दैछ, यसको लागि पहिले नै उहाँले हामी नै बोल्न सक्नुभयो, त्यसको लागि चाहिँ म धेरै नै आभार प्रकट गर्न चाहन्छौँ र यो भवन निर्माण भइसक्दाखेरि जुन तपाईँहरूले गरेको योगदान चाहिँ एकदम अतुलनीय छ। यो चाहिँ हामीले कहिले पनि बिर्सिन सक्ने छैनौँ र सबैजनाले जुनै काम गर्दा पनि एकजुट भएर काम गर्यो भने काम सफल हुन सक्दो रहेछ भने यो उदाहरण चाहिँ हामीले पाएका छौँ र सम्पूर्णलाई हाम्रो निम्तलाई स्वीकार गरेर यहाँसम्म आउनुभयो, दुःख पाउनुभयो, त्यसको लागि हामी क्षमा चाहन्छौँ र आजको यस समुद्घाटन कार्यक्रमलाई हामीले बिज मार्दै र 2023 सालले सम्पूर्णमा चाहिँ सद्बुद्धि आउन्, राम्रो होस्, सुखमय होस् भन्दै आजको यस समुद्घाटन कार्यक्रम यही नै समाप्त गर्न चाहन्छु। हस्, धन्यवाद। जय भदरे, बहु समाज।